डिफेन्सको नोकरी बाहिर देख्ने मान्छेहरूलाई जति सजिलो जस्तो लाग्छ तर त्यति सजिलो छैन, त्यति आसान छैन। गर्ने मान्छेलाई बहुत कष्ट छ। अहिले म रातिको 12 बजी हस्बेन्डको लागि लालचा बनाउँदैछु। हस्बेन्डको चाहिँ आज 7 घण्टाको ड्युटी परेको छ, राति 1 बजीदेखिबाट बिहानको 7 बजीसम्म। दिनभरि ड्युटी गरेर आएर राति थकाइ मेट्ने टाइममा पनि ड्युटी जानु पर्दा कस्तो हुन्छ होला उहाँहरूलाई। सबै कोलोनी नै शान्त छ किनभने सबै सुतिराख्नु भएछ र मेरा हस्बेन्ड चाहिँ यता ड्युटी भनेर निस्केर जानु। अहिले हेर्न सक्नुहुन्छ 12:30 पार भयो। 2000 years later. जुनसुकै वस्तु पनि बाहिरबाट देख्न राम्रो हुन्छ, सजिलो जस्तो लाग्छ, तर हामीले त्यो गर्दै जाँदा, त्यसलाई मेन्टेन गर्दै जाँदा हामीलाई थाहा हुन्छ कि त्यो कति अप्ठ्यारो रहेछ भनेर, होइन भन्नु त। र अहिलेको भिडियोको सुरुवात चाहिँ गर्दैछु म बिहानदेखिबाट, किनभने बिहानको 8 बज्यो, हस्बेन्ड चाहिँ 7 बजी नै आउनुभयो। अब युनिफर्म हस्बेन्डका व्हाइट कलरका छन् र यी व्हाइट कलरका युनिफर्म मेन्टेन गर्न चाहिँ बहुतै साह्रो छ, खासकर दिल्लीमा चाहिँ यति धुलो, यति पल्युसन छ नि, अनि फेरि गर्मी पनि यति हुन थालिरहेछ। एक दिन व्हाइट ड्रेस लाएर जानु पर्यो भने भोलिपल्ट चाहिँ त्यो ड्रेस खत्तमै हुन्छ। अनि फेरि हप्तामा 4 दिन त हस्बेन्डको व्हाइट ड्रेसै हुन्छ। हप्तामा एक दिन फ्राइडेको दिन मात्रै हस्बेन्डको आर्मी कस्तो ड्रेस हुन्छ, माथि उहाँ झुन्डिरहेको छ, देखिराख्नु भएको होला। देखाउनु हुँदैन, मेरो हस्बेन्डको नोकरी पनि जाने सम्भावना हुन्छ र त्यसैका लागि म देखाउँदिनँ। पडोसीकी छोरी आएर थिए र त्यहीसित उची दुईजना भएर एकछिन खेले र अहिले चाहिँ हामी जान निस्केका चाँदनी चौक मार्केट। सन्डे पनि हामी जान भनेर निस्केका थियौँ। ब्लग त मैले हालिहालेको थिएँ, हेर्नु पो होला। र यता हाम्रो बसन्ती पनि निकालिसक्नु भयो। छोरी चाहिँ एकदमै खुसी छिन् के कहाँ हिँड्दा भन्दाखेरि म जस्तै थिएँ। मलाई हिँड्न डुल्न कति मनपर्छ त्यो त मेरो यत्रो दिन ब्लगहरू हजुरले हेरेर थाहा नै पाउनुभयो होला। एकदम सकिन्छु म। र हाम्री बसन्तीलाई चाहिँ भोक लागेछ, भुँडी एकदम खाली र त्यही भएर चाहिँ यता ट्याङ्की फुल गरेर। बाटाहरू चाहिँ यति सफा छन् नभनौँ न। अब दुई साइड नै यति राम्ररी कलरफुल फुलहरू फुलिरहेका छन् सबैतिर नै बाटामा, र साह्रै मनपर्छ। र कतै एउटा कचरा मतलब केही नै झरेको हुँदैन, प्लास्टिकहरू कति मेन्टेन गरेर राख्नु भइरहेछ। र अहिले चाहिँ हामी पुग्यौँ इन्डिया गेट पनि पार भएर जानु पर्दो रहेछ चाँदनी। म बस्छु बसन्त कुञ्जबाट चाहिँ चाँदनी चौकको डिस्टेन्स पर्दो रहेछ लगभग 17 किलोमिटर। इन्डिया गेट पारबाट यो चाहिँ हामी टर्नल आइपुग्यौँ। यो टर्नल चाहिँ 1 किलोमिटरको रहेछ। यसको साइडमा जुन कलरहरू लागेका छन्, प्रिन्ट यति राम्रो, यति कलरफुल नभन्नु न, कस्तो राम्रो देखिएको त्यो प्रिन्टले गरेर। हातले ड्रइङ गरेको होइन, त्यहाँ अझै के एउटा वस्तु लगाएको छ, मैले धर्न सकिनँ त्यो चाहिँ के हो। सो गाइस अहिले चाहिँ हामी पुगिसक्यौँ। मार्केटभन्दा 300 मिटर अगाडि नै हामीले स्कुटी पार्क गऱ्यौँ किनभने बहुत भिड बाटो र बहुत ट्राफिक रहेछ। र त्यही भएर अनि एकदम गर्मी घाम नभन्नु न। पहिला चाहिँ लेमन सोडा हामीले पियौँ 1 गिलास, र यी टट्केका घाममा हामी चाहिँ हिँड्यौँ। र यी साडीहरू देखेर चाहिँ मेरो थकान सबै नै मेटियो गाइस। कस्ता राम्रा नभन्नु न। अब जति तपाईँ गली भित्रभित्र बस्दै जानुहुन्छ त्यति राम्रा कलेक्सन साडी लेहेङ्गा सुटको देख्दै जानुहुन्छ गाइस। हरेक केटीको सपना हुन्छ कि आफ्नो बिहेको साडी लेहेङ्गा यहीँबाट लिउँ भन्ने। मैले हस्बेन्डलाई भने पनि यस्ता राम्रा लेहेङ्गा साडी देखेर फेरि तपाईँ र म एकखेप बिहे गरौँ न भनेर, तर यस्तो त हुन सम्भव छैन। डिटेल्समा मैले फुल भिडियो युट्युबमा